किडनी ट्रान्सप्लान्टपछि धेरैले अनुभव गर्ने तर खुलेर नबताउने यी 5 कुराहरू। नम्बर 1, क्वारेन्टाइन अर्थात् एक्लोपन। ट्रान्सप्लान्टपछि केही समय भिडभाड, यात्रा, भेटघाट सबै कुराहरू सीमित हुन्छन्, जसले गर्दा आफन्तको बीचमा हुँदा पनि आफूले आफैलाई अलग्गै भएको महसुस हुन्छ। नम्बर 2, हाइपर अवेरनेस अर्थात् अत्याधिक सचेत अवस्था। यो अवस्थामा शरीरले सामान्य केही प्रतिक्रिया देखायो भने पनि एकदमै बढी डर लाग्ने, कतै आज मेरो प्रेसर त हाई भइरहेको छैन, कुनै औषधि पो छुट्यो कि, या हिजोभन्दा आज मेरो पिसाब कम भइरहेको पो हो कि, कतै मेरो किडनी त रिजेक्सन भएन जस्ता क्वेसनहरू एकदमै बढी दिमागमा चलिरहन्छन्। नम्बर 3, खाना पनि तनावै हुन्छ। यो खाना हुन्छ कि हुँदैन, कतै यो खायो भने मेरो किडनी पो रिजेक्सन हुने हो कि, कतै आज खानामा नुन त बढी भएन जस्ता क्वेसनहरू एकदमै बढी दिमागमा चलिरहन्छन्, जसले गर्दा पेटभन्दा पहिला दिमाग खगाउँछ। नम्बर 4, अदृश्य दुःख। यो समयमा नदेखिने दुःखहरू पनि एकदमै बढी हुन्छन्। पुरानो जीवन गुमाउनुको पीडा, डायलिसिसको याद र डोनरलाई सम्झिँदा मन एकदमै भारी भएर आउँछ। नम्बर 5, आफूले आफैलाई बनाउने प्रक्रिया। यो समयमा शरीर मात्रै होइन, मन, मस्तिष्क र आत्मविश्वास सबै कुरालाई दह्रो बनाएर अघि बढ्नुपर्ने हुन्छ र फेरि आफ्नो काम दिनचर्यामा फर्किनुपर्ने हुन्छ। यो सजिलो त छैन तर असम्भव पनि होइन भन्दै मलाई फलो गर्दै गर्नुहोला। थ्याङ्क यू सो मच।